हो दिदी आउनु अब यताबाट आउनु दिदीलाई टीको त्यहाँ भयो ट्याक्क हो त्यहाँ मुख नि धोइदे भाइको कपडा खोल्नु न बुवा पेट त भएर बसिसक्यो टोपी त खोल्नु पर्यो नि ल्याउन त दिदी यो त फटो बल्ल भिडियो राख्नु त्यो अस्कटी खोलेर आउनु त कि नि अब फुल सर्काउने अनि टिको लाउने हैन सबैलाई लगाइदैन तेल एकैचोटी पर्दैन हैन पैसा हालौँ कि त्यति थप्लो मात्रै हाल्ने यसो उम्लो चोबेर हाल्नु त भइहाल्छ त्यहाँ अलि जुम गरेर खिचे कसरी हो म त अगाडि जानु त्यही भयो खै टिका लाउने बनाएर कता गए यसो यहाँ त हजुर यो कपाल नि काटेको है भाइ घरि घरि यता अगाडि गयो यहाँ नै यसो त यसरी जुम गरेर खिच यहाँ यति साम्रो अलि चाक्लो बनाउनु पर्ने क्या हुन्छ अलि चाक्लो बनाउनु न बुवा साम्रो पनि टीको के हुन्छ र झ्याप्डा यार त्यो चप्पल थिमा आएन हो यसरी यहाँ टीकोमा देखाइ उ त बुवाको नि देखाइ हुन्छ हुन्छ दिदी हो म समात्दिउँला अहिले नभए मम्मीले समात्दिन्छ नि फेरि यो थालमलाई हात पुज्नु पर्यो खै रुमाल ल्याउनु यहाँ छ पहिला सबैलाई अनि बल्ल अनि पछि थपे हुन्छ अलि झ्याप्पा झ्याप्पा लाइन पुगेन तँलाई अलि कार्ती हुन्छ के हो त्यसरी त्यो रातो थप्दै रे के तपाईँ लाउने यो पछाडि छ उतै लाउँदैन कलरै बेसी छ उयो तँलाई नयाँ काका डाँडी काट सिधा बनायो कि र तँलाई हेरि यो 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 त्यो लाग्यो फेरि यसले उभ्याउँछ अब हेऱ्यो बनाउँदैन क्या काटेर फाल्छ अब रातोलाई यो पहेँलो नि भएको छैन पहेँलोलाई पहेँलो माथि किन आतिस अब रातोलाई लास्ट रातोलाई न रातो रहन्छ क्या यो अर्कै रहेछ यो राम्रो देखिन्छ लास्टलाई अब माथिबाट जरी सर्किदियो भने पुछ थोरै निकालेर सर जरी सर्क्यो माथि सर ल भाइ अब उक्कामै ल है राम्रै सुकाउनु समात ल बडा मजाको भयो भाइको भयो यता कस्तो भइछ बाबु हेर्छ भइछ भयो ल अब दिने कुरा अहिले दिने हो कि अहिले दिइहाल्ने अहिले दिइन्छ किन आतिस अहिले त यो हुन्छ एकैचोटि फेरि उठेर हिँड्यो ल कहाँ जाने र कहाँ जाने यो बहिनी बसेर टिको लाउनेहरूलाई कहाँ भएको ल ल भयो अब ल आइ दाइलाई लगाइदिने पहिला नि भाउजूलाई हो खाउने बिग्रो र बुवाको अलि बेर लगाइराख्ने काटिहाल्नु मलाई दिने भए माल भएको हेर त मान्छे जरी खै ल दाइलाई लाम्नु ल भाइ उठ्छु ल तँले यहाँसम्म त ल दिदीले यो बुवालाई लगाइसकेपछि मलाई नि लगाइदिइहाल्नु ए अन्त नि मैले फर्केको लाउनु हैन मैले लाएँ त्यहाँ फुल परेको त हो के नि हुन्न के हुन्छ अनि त्यहाँ निकाल्दा हुन्छ त नि फेरि भिडियो काट्दै खिच्दै अरे यसो एकुन जान बुझिस ए त्यति रातो थपम क्या ठ्याक्क लगाइदिएको फोटो खिच्दिने अनि भिडियो हेर्ने है ती स्पेसल टेका लाग्यो राम्रो भइछ ल रातो त रहेछ जरीले सुकेर होला अन्त नि माला माला के माला के यो फुल जो त अन्त नाङले ल्याउ मालाको किन एक कुन्टा ल्याउनु पर्यो भइसक्यो यहाँ सुक्छ नि दुगो लागिएन कि सुक्दैन न अब के सुक्दैन खोइ यहाँ छ ल भाइ समात तपाईँलाई सिधा भनेर हो त्यो फुलै बनाएको लाउनु दिदी कपाल आपुनी गर्दा माथि तल उसमा आउने हो यही छ जुन त्यसो भने देखि पर खिच्दिन्छु हुन्छ माला म पनि हुन्छ अहिले त्यहीँ अडिन त म फोटो खिचिदिन्छु हेरेर त्यस्तै छ अब टिका लाउन नपाए नि
ल ढ्याप ढ्याप लाग्यो बाटो नलाउने लाउँछ लामै लाग्यो बाटोमा त गेलाउने त्यो टिको निकालेर लाग्यो निकाल्नु पर्दैन का यतिको माथि लाउनु ल यहाँ सुस्ता लिनु है अलि राम्रो राम्रो नहरा है बाबा मामालाई लगाइदिनु यति घाम चर्केछन् कि फेरि यताबाट खिच्यो भिडियो अन्त उता झन्डै यसो त्यो गुन्द्रीतिरबाट खिच्छ उता बुवाको र मम्मीको नै आउनेहरू खिच्छ मम्मी यो जानी हो र नाम खोज्नु कान खोज्ने यतिको लाउने हैन ड्याप काना नहाल है अहिले फेरि आजिन्दारा हेर त कस्तो भइछ उठाउँदैछ ट्याक्क जरी भयो रातो लामा नि उता नि छैन प्लेट आन्छ आइयो अहिले दुबो लाउने नि बडा मजा किसिन अब टुली मैले दुबो लागे हैन कता गयो दिदी दुबो ल्याउनु त मने केटा राम्रो आउँछ नि के दुइटैको हात जरी सक्यो त्यो स्टिकर थाला नि थियो रङहरू यो थपेन मैले ल ट्याक्क निकाल भन दिदी कस्तो भयो राम्रो राम्रो भएछ ल त्यही कुच्चो है त्यसैले बनाउनु यो कस्तो बस्छ मलाई पैसा यता हेर्नु त कान्छी लिएर कान्छी र ए मालालाई ल ल यता हेर्नु कान्छी कान्छीले नि हेर्नु त मालाले ठुल्ठुलो लाइन सानो सानो बच्चा राम्रो हो ल यसो माला लगाइदिनु बेला यसो यता हेर्नु होला है कान्छी म फोटो खिचिदिन्छु एउटा ए हो भन्छ अब भाउजूको टर्न हो कि आन्टीको टर्न ल आउनु भाउजू अब ल ल यसो त जातो क्यामेराम्यान कहिले भाइले यसैमा लाउने अर्को बनाइदियो भाइ सानो केही हुन्न छोड्दिनु आज फुल खानिदिनु क्या त्यो फुल फुल डालो यता कोल्टे बनाएर त्यो कोल्टे भयो कि मैले त यो र यो नाके डाँडी हेर्नु त पनि ल भएको भयो ल त्यहाँ लाग्यो बाबु यति गर्छ है यसो गरेर टाउको छोडेर आमा हेरेको टिको निकाल्नु पर्दैन मलाई ठुलै भएछ कि ठुलै त मैले ठुलै भइछ त वानी कस्तो राम्रो बस्छ है टिको त गणेशको राम्रो भएछ हैन मम्मीले त टिको अलि तल लाइछन् के जुन भयो नि हुन्छ कि दिदी हेरिके ल बुवा र मम्मी भएर दिदीलाई लगाइदिइहाल्नु अनि बाँकी छ खप्न पर्छ लाग्यो ओखे नाके मलाई धेरै लाग्यो हैन नानी छोड्न मम्मीको छेक्यो नानु पढ्ने लागि हुन्छ के हात थरथर मेरो नि खिच्नु भिडियो बनाउने सिक्यो कसरी बनाउने
हेर्नुहोस् गाइजहरू सबैले टिको लगाउनु भयो यहाँजी चाहिँ है 18-19 महिना बल्ल मिन्स हुनुभयो यहाँजी त्यही पनि आज टिको लाउने भनेर रेडी गरेको हिजो नसुनिनु भएको एक दिन थुन्न नि सक्नु भएन यहाँ हुनुहुन्छ हौ यहाँ हुनुहुन्छ बडा मजाकी हुनुहुन्छ हाम्रो भाउजू बल्ल पहिलो पटक लाइयो 7-8 वर्ष बडा मजाकी हुनुहुन्छ बडा मजाको माला लगाइदे भाउजूलाई हल्ला नहराउ त तल जा बिलेर छैन न मलाई दिने गर्छ के तिमीले भाउजूले समातिनु बिलेट लगायो पुरानो रङ पनि चिन्दैन ल रङ पनि यता उता हुन्छ ल त्यो लगाइदे पुरानो दिदी नयाँ मान्छे नराम्रो भयो बडा मजाको छन् हाम्रो घरका यता हेरेर खिच्न एक घण्टा फोटो खिच्के सबैको एक जना खिचिसके लेखन छिटो थाल्यो त लौनु भाउजू अब बडा मजाको राम्रो रहेछ नि लगाइसक्यो रे गुल्का टोइली लगायो उनीहरु गयो आजलाई हुन्न तर है छोरी ओके भन न समीर हाँस्नु छ ल ले झ्याप झ्याप लाइन यिनीहरु फेरि आत्तिन्छन् टाउको हुन्छन् काम भयो के भाइ केटाहरूले अलि माथिलाई सरतामा नबिगार है साना यो भन त्यो लाई तललाई माथि भयो तल ट्याप लाई न ल ओहो ल बल्ल भयो ट्याक्क दामी भयो ल बुवा र दिदी मम्मी यता हेर्नु त म खोड्किदिन्छु एउटा हो यता हेर्नु टिको बुवा अलि बस्नु त बुवा 2-3टा बनाउनु त बसेर यता हेर्नु त दिदी नरन सेना हो ल मम्मी उता भयो माला दिनु मम्मी माला लगाइदिनु लाग्थ्यो म सानो माला दुईटा लगाइदिनु न यता आएर दुईटाले लगाइदिनु कि माला के राम्रो भएको छैन र माला राम्रो भएको छैन ल ल खिच यता खिचेछु बुवा ल लाउनु हो ल भयो पख बसेन नाति सानो यता हेर ल सानो यता हेर कान्छी र सानो यता हेर्नु त ल माला ल कान्छी सानो यता हेर अलि ल भन्छ ल ए यता हो कान्छी होला सानो ल कृष्ण पालो एउटा दाइ हुनुहुन्छ कि मलाई टिका लगाउने खोल तिमीलाई र मम्मीलाई सँगसँगै लाउने हो नि है तिमीलाई र मम्मीलाई सँगसँगै लाउने एउटै हात टप 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 लाउने दुईटाले समातेपछि टप टप लाएर ओहो हामी सानो कति सेती भइजान् घाम त नि के त्यहाँ त बसिहाल्नु कसले हो बहिनी खै ए यसैले राम्रो है यही राम्रो भयो छोडो छोडो नचलाऊ न त ल छोरो सिधा बनाइदियो हुन्छ त किन त्यस्तो अठाउनु पर्छ
केही हुन्न छोरा केही हुन्न बहिनी दिदी लगाइदिएको केही केही नि हुन्न केही नै हुन्न दिदी लगाइदिएको केही हुन्न दिदी हो नि त तिम्रो सानो दिदी सानो भन्दा नि भान्जा हल्का रहेछ सानो भन्दा भान्जा हल्का ल आँखा त नहाल्नु न बाबा आँखा हाल्ने होइन नातिको लागि अति नरन साना कति भएको छाता ल्याइदिनु मम्मी कति बेला हुन्छ मन शान्ति दिदीले त आइले खानु खाना भरेन खाना यहाँ खाने खाइ छैन भने खाएर त जानुपर्छ होइन त होइन ओ सुबिनले त भन्न सिकाइदिएछ हिजो ल यता आएर ठुली ठुली र कान्छीले कान्छी यता हेर्नु दुईटा बनाउनु गयो ल्यायो त्यो केरापातले त ल ल हो ठुली माला लगाइदिएछु ल भयो ले ल ठुलो अब भान्जाको भालो ल ल आऊ अन्त ल ल ल लाउनु त यसो जान भाइ ल के खोल्छौ र लाउनु त यसो खोला न खोला के हुनु खोला खोला गरी गइन के भान्जालाई सब ढ्याउ ढ्याउ लगाइदिन्छु भान्जालाई के नानीहरूले लगाइदियो भने र त्यसो नहर तिमीले ल मामाले ल्याइदियो माले लगाइदियो भने चाहिँ कहिले भान्जा त अहिले रोकिएर हो मैले होइन फुले लाउने अरे के फुले लाउँछ नि अरूहरू गर्छ अहिले रोकिएर हो भान्जाले ल पहिला तेल लामै भान्जा ल आइए कान्छी तपाईँ आइए यहाँ बस लाउनु त्यसो त म जान्छु के लाउने हो त्यति ल यता बस ल बस यहाँ यता उसँग तिमी यसो मामाले समाइदियो हुन्छ कि म समाइदिन्छु लाउनु होइन ऊ कान्छा मामाले समाइनु कति 3 चोटि होइन थोरै थोरै लाउनु त तेल कति कति 7 चोटि हो के हुन्छ त नि आजलाई ल छोड त निदारा नाइहरु कोले हाम्रो कुन कुन तिम्रो नि राम्रो हुन्छ मेरो त सेल गराउँदैन ए कान्दुको ए हिँड्न आज यता हेर खोइ यो केरापात लगाइल्याउ यो भाइ ल्याउनु गयो फुल छर त फुल त छर्किहाल्छु नि केरापात नि लाम्नु नि छोरीले मलाई सँगै आउने हैन जा अर्को वर्ष बहिनी ल्याए त्यही कान्छीले चाहियो एउटा ल म बनाउँछु ल छोड त ल्याउँछन् बहिनी अब 7 महिना ल नफाला न कहिले भाइ ल्याइछु दामी बनाउने है समीर बसेर भान्जाको टाउको यसो लडाइन रोटौरी छोरी आसी छ त्यहाँ आसी सानो भएछ अलि बस त खाटमै बस त सानो भएछ उयो अलि ठुलो बनाउनु न खाटमा बस जाऊ जाऊ तिमी हुन्छ के घाममा छिटो के पिङ्क कलरको छोरी के पिङ्क कलरको भन र सफा लाउनु पर्दैन अहिले के चाहियो तिमीलाई पिङ्क कलरको के चाहियो ल के चाहियो कलर पिङ्क कलर चाहिने के सक्षम कलिनरको प्यान्ट चाहिँ एउटै यो कलर फरक रहेछ क्या एउटै डिजाइन रहेछ हातले कलर बाक्लो नबनाइदिनु के पातलो बनाउँछु दामी बनाउने है समीर माथि बस है ट्राउजर पानी खाने का गिलास मजा लाग्छ भयो के मोही खानुहुन्छ कि होइन खानुहुन्छ कि भने ए
दुध हालेर ए भन्छ उडेर जानुभयो है खुम्च है लाग्छ के छोटो यसो त दुईटै पैसा नि सुती चिनी सानो ठुलो गयो कान्छो सुती छ लाउन हुँदैन नि यसो रुवा गरेर भयो होइन अहिले उठेर लाउने यो अहिले आइन्छ कहिले किन हेर त कुनै छोटो र होइन अब त झिकेर हेर नि हुन्छ आहो, कति राम्रा भयो नि मेरा बानी मलाई लगाइदिनु तब भान्जाले मलाई माला कुन भनेको हो रे यो होइन रोजेर रोजेर राख्नु रहेछ बडा बडा मजाका छन् यिनी त ल यो अलि जिउ गरिहाल अनि तिमी ल टिको नपुछ्ने यहाँ टिको पुछेर ल भयो अब ल ल भान्जा शीतला जान्छ ल यिनीहरू पिँढिया गरेर यिनीहरूलाई खान दिइन्छ यो के खाने भनेको ल खाऊ ल ल तिनजनाले बाँडेर खाऊ जाऊ ल तिनटाले बाँडेर खाऊ त ल जाऊ पिँढिया जाऊ कत्रो हुन्छ बुहारी बनाइदिनु सानो भयो यो सानो भयो ठुलो हुन्छै भन्ने कति राम्रो गर्दै ठुलो खोइ मुजा त कुनै छैन राम्रो हुन्छ कि नराम्रो सबैका त्यस्तै भएर छन् यतापट्टिका देखिने पिठो देखिने भएर छन् कपालमा छोरा त मिलाइदिनु ल्याउ म चेतेर बाँड दिनुहुन्छ बुवाले ल म बाँडिदिन्छु क्या दिनुहुन्छ दिन्छ सँगै पहिले गयो त ए खाइचन पर्दैन सक्दैन भाइलाई नि दिनु पर्यो नि सानो भाइ होइन नि ठुलो भाइलाई कि भाइ हुन् तिम्रो कि पनि भाइ हुन् बेबीलाई मात्रै हो भाइ हुनु दिनु त्यो सानोलाई अरू भान्जा हुने अरू भान्जा बेबी भाइ तिनीहरू अरू भान्जा यो भिडियो खिच्नु खिचिदिन्छु मैले ट्याकै भान्जालाई ल्याउनु त्यतिकै लगाइदिनु हो नि दाइ चाहिँ ल खा उडेको मान्छे हो नि यादै नलागिदिनु अलि पर्दैन यसो हेर न यसो हात लगाइदियो अहिले अहिले तिमीलाई उचालेर पर्दैन कि अरू दिन्छ पैसा पर्दैन जति बेला लाने हुन्छ क्या कही कही जरिहाल्यो जरि हरियो कि त लगाए जस्तो लाग्नु लाछु सब भयो भयो ल यता हेर्नु त दुई बहिनीले अलि यस्तो ल यता हेर्नु त हजुरले तपाईँले र बहिनीले हो त्यस्तो मालास मात्रै यता हेर्नु यताले यता यताले अगाडि भान्जा अर्का कपडा लगाइदिन पाएका अब मान्नु रुवाउने काम गरिहाल्नु नि लगाइदिइहाल्नु त झन् त्यही बेला लगाइदिइहाल्नु त यसो तेल लगाइदियो केरा पास सक्नु हजुर खै कहाँ छ र मिठाई जाउ लिएर आऊ जाउ लिएर आऊ जाउ मिठाई लिएर आऊ कि केही होइन जाऊ 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 कि जाऊ केही हुन ल्याऊ ट्याक्क बाटुलो लगाइदिए त गणेश ए गणेश बाटुलो लगाइदिए त बाटलो कसरी लाउने र ट्याक्क उम्लाले यसरी ठाडै लाग्यो नि उम्लाई लगाइन्छ कि केरा बाट्नु भयो नि ट्याक्क बाट्नु हुन्छ त
भाँचेर खाऊ त्यत्रो खाने हो ल्याउ त्यत्रो भाँचे खा ल हो मिठाई खाउँछ नि मिठाई खाऊ यहाँ आमालाई खोल्न पठाऊ त जाऊ दिदीलाई खोल्न पठाऊ यहाँ त्यो खाने हो ल खाऊ त्यो फुल फालेर खाऊ हाय 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 कति राम्रो भएछ नि मेरो छोरो मेरो कान्छो छोरो राम्रो भएछ नि कति राम्रो भएछ नि हाय 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 ओहो यस्तो हो त्यो ड्याममा ड्यामको टिको छ कति राम्रो भएछ नि हाय 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 मुख हेर्नु न कति हाय 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 माला लाउनु ल अब माला लाउँदा तिमीले कत्रो ल सब चाल्दैन भन माला लगाइदिन दिने भान्जालाई ए यहाँ माला लाउनु अनि झुटालाई देउन्छ कि ले मान्नु निदामा बिचरा हाय 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 आन्टी तेरी अलि छोटेर त नि तपाईँलाई स्याम्ना यही छु त म किन रोक्यो र अब उसँग यहाँ भयो सानो मामाले के गर्छ यिनलाई हेर त अरू तिम्रो दिदीहरू कति नराम्रो हो फेरि माला सबै जमाउनु पास्न पर्यो लले अब यहाँ टिकोलाई पैसा दिइहाल्यो ए सामान नि दिदीहरूलाई के हुनु पर्यो फोटो खिच्न परेन नि कुन्टा अब अब खिच्ने हो कि पहिला त्यो गर्नु त त्यो टिको लाउने काम भ्याम अनि सबै बाहिर खेल जाऊँ ल त्यहाँ बस त पहिला भाइ बस पहिला यता फोटो खिच भयो भएछ ल बस्नु त कान्छी ल ल हो ल ल खिचिछु कान्छी खिचिछु ल हो ल खिचिछु किन हैन नि ए झुसे आइयाला भयो बछाल्दै झुसे तँ त्यहाँ आउन होइदियो हुन्छ होइन त्यहीँनिर बोलाउनु न यस्तो साइडमा ए ल यता आएछ त फोटोमा आउँछ के फुल र पैसा यसो दिनु न एउटा त्यसमा थालमा राखेर दिनु न नानीहरूलाई पनि दुईटा दिएका दुईटा प्लास्टिक नभएर भाइको निकालौँ ल अब एउटा स्याउ ल्याउ बेलाउँदै दिनु हुन्छ हाल्नु त त्यहाँको एक कुन्टा हाल्नु यता आउनु कि यता ए भाइ नहर्न समीलाई केही ल्याइएन सबैलाई पैसा दिनु न पैसा दिनु पैसा त दिनु नानी नानीहरूलाई तिनीहरूलाई ए यता आइयो कि झुसे छिटो पैसा त नासी भाइ भाइ ल बस छैन नानीहरू नि बस त खुट्टाँडो गर्नु पर्दैन हातमा गर्नु ल ठुली त्यहाँ बस ल जुन भाइको हेर्नु अहिले काट्छन् मिलाउँछन् सानो ठुलो चाहिँ ल आऊ यहाँ आऊ होइन जुन भयो नि हुन्छ क्या जुन बहिनी आऊ यता आऊ के अरे दिदी पनि आ ए कमला मम्मीले नि दियो अब यसरी हुन्छ मम्मीले नि दियो दिदीले खाऊ त नि एउटा खाऊ त ए लौसेना पैसा पर्दैन त्यसो गरेर होइन राख्नु दिन्छु पर्छ गर्दाखेरि कति पैसा अहिले लानु